नमस्ते। आज हामी फेरि पनि अर्को नयाँ श्रृङ्खलामा उपस्थित भएका छौँ। आज हामीसँग विशेष कुराकानीका लागि नेपाली काङ्ग्रेस खोटाङका सभापति विष्णुकुमार राई हुनुहुन्छ। उहाँसँग हामी समसामयिक विषयमा र नेपाली काङ्ग्रेस पार्टीको विषयमा कुराकानी गर्छौँ र म आजको यो हाम्रो विशेष यो संवादलाई सुरुवात गर्न चाहन्छु। सभापतिज्यू, यहाँलाई यो हाम्रो विशेष संवादमा स्वागत छ। हजुर, धन्यवाद। यो मिठो कफी पिउँदै भलाकुसारीको अवसर दिलाउनु भयो, धन्यवाद चिसाङ भाइ। अब आज म हजुरलाई अलिकति कडा क्वेसन प्रश्न गरौँ कि भन्ने एउटा मुडमा छु। हजुर। र हजुरको म यो प्रश्नको जवाफ पनि सकेसम्म सठिकमा हजुर चाहन्छु। अवश्य। अहिले नेपाली काङ्ग्रेस खोटाङमा अथवा सिधै हजुरलाई भन्दाखेरि काङ्ग्रेस पार्टी चाहिँ कसरी चलिरहेछ? वास्तवमा यहाँहरूलाई थाहै छ, निकै लामो अन्तराल नेपाली काङ्ग्रेस खोटाङको साङ्गठनिक गतिविधि अवरुद्ध भयो। अब त्यो डिटेलमा गएन। जब त्यो अवरोध फुक्यो, केन्द्रीय समितिबाट त्यो फुकिसकेपछि म फागुन 21 गतिको निर्वाचनलाई लक्षित गरेर म फर्किसकेपछि अहिले द्रुत गतिबाट साङ्गठनिक गतिविधि अगाडि बढिरहेको छ। सबैको बिचको मनको दूरीहरू कम हुँदै गइरहेका छन् र पर्सि श्रावण 25 गति पनि एउटा बृहत भेला बोलाइएको छ। अब यो सामान्यीकरण भएर अत्यन्त सङ्गठनलाई सुदृढ गराउने प्रक्रियामा हामी अगाडि बढिरहेको छौँ। पार्टीभित्र गुट उपगुट किचलो नै किचलो छ, तपाईँले केही गर्न सक्नु भएन हो? गुट उपगुटको सबभन्दा त्यसको विरुद्धमा मै हुँ। त्यसो हुँदाखेरि के हुँदो रहेछ भने कसैले गुट र उपगुटको चाहिँ निहितार्थ राखेर गतिविधि गर्यो भने निर्गुट मान्छे कमजोर जस्तो देखिँदो रहेछ, किनभने उसको त कुनै गुट हुन्न। यो कुरो मैले ख्याल गरेर अहिले चाहिँ नै एउटा रणनीतिक ढङ्गबाट गुट बनाउने जसको कुनै लक्ष्य पनि हुँदैन, विचार पनि हुँदैन, खालि राजनीतिलाई गन्दगी बनाउने खालको त्यो गतिविधिलाई मैले बडो गहिराइबाट हेरेर त्यसलाई न्यूनीकरण गराउँदै सबैलाई एकताको मालामा गाँसेर अगाडि बढ्ने किसिमको रणनीति खिपिरहेको छु र त्यसले कामयाबी परिणाम पनि दिइरहेको छ। अब गुट उपगुट चल्दैन खोटाङमा। त्यो परिणाम कहिलेसम्म हेर्न पाउँछौँ हामीले? त्यो परिणाम चाहिँ नै त्यसलाई एउटा भनौँ न एक किसिमको परिणाम त अब आउने चुनावमा देखिन्छ। परिणाम भनेको चाहिँ नै निर्वाचन त्यो मतदाताहरूलाई हामीले कन्भिन्स गराएर एक ढिक्का भएर अगाडि बढिसकेपछि गएको फागुन 21 गतिको परिणामको ठिक विपरीत आशाप्रद उपलब्धिमूलक परिणाम ल्याउनको निम्ति हामी जो खटिरहेको छौँ त्यो परिणाम त्यो बेला पनि देखिन्छ। अनि त्यसपछि अरू त अब सैद्धान्तिक वैचारिक कुराहरू बलियो भएर जाने कुराहरू त्यसलाई चाहिँ अब गहिरेरै हेर्नुपर्छ, त्यो समीक्षा गर्नुपर्छ, विश्लेषण गर्नुपर्छ। तर अब 1 वर्ष पछाडि नै त्यसको परिणाम ल्याउने दाउमा हामी लागिरहेको छौँ। अब काङ्ग्रेसको भातृ सङ्गठनहरू चाहिँ सुस्त मात्रै होइन, चल्नै सकेको पनि छैनन्। तरुण दलमा ठुलो समस्या छ। काजीमान राई नेतृत्वले चाहिँ सामूहिक राजीनामा दियो। अब तपाईँ पार्टीको सभापति हुनुहुन्छ, त्यसलाई रोक्न सक्नु भएन अथवा त्यसलाई स्वीकृत पनि गर्न सक्नु भएन। केही समयपछि एक्कासी कृष्ण बन्जारा तरुण दलको कार्यवाहक अध्यक्ष हुनुभयो। तरुण दलभित्र भाँड भइलो छ नि? यो किसिमको बाहिर चाहिँ नै यो किसिमको छ। यहाँले अत्यन्त अहिले महत्त्वपूर्ण चाहिँ जो प्रश्न उठाइदिनु भयो, यो प्रश्न मार्फत मैले पोखिने मौका पाएको छु। र खास के हो भने 2078 सालको 7औं जिल्ला अधिवेशन पछाडि जब निर्वाचित भएर मेरो नेतृत्वमा गठन भयो जिल्ला कमिटी, त्यसपछि द्रुत गतिबाट हामीले चाहिँ काम कारबाही अगाडि बढिरहँदाको परिणाम नै 2079 सालमा 4 ठाउँ हामीले एकल लड्दाखेरि पनि 3 ठाउँ हामीले विजय प्राप्त गऱ्यौँ र अन्य ठाउँमा पनि सन्तोषजनक चाहिँ परिणाम आयो। जिल्ला समन्वय समितिमा पनि हाम्रो 4 जना सदस्यहरू हुनुहुन्छ। यी सबै हेर्दाखेरि बहुत राम्रो थियो। 79 सालमा चाहिँ केन्द्रले यहाँको सापेक्षताको ठिक विपरीत चाहिँ गठबन्धन लाद्न खोज्यो, जसको परिणाम विस्फोट भयो, विद्रोह भयो। त्यस पछाडि चाहिँ मलाई नै कारबाही गराउने ढङ्गबाट एक पङ्क्ति अगाडि बढे र त्यसलाई सफाइ दिनुको निम्ति त्यसको वास्तविक कुरा यो हो भनेर प्रस्ताउन कन्भिन्स गराउन मलाई 3 वर्ष लाग्यो केन्द्रमा। उनीहरू कन्भिन्स भए र एक किसिमले पहिलेको कार्यसमितिको पूर्णबहादुर खड्का कार्यवाहक हुँदा उहाँबाट मलाई पत्र भयो, तपाईँ नै सभापतिको काम गर्नुहोस् भनेर। त्यसपछि गगन थापा जो विशेष महाधिवेशनबाट निर्वाचित सभापतिज्यूको पनि उहाँकै हस्ताक्षरमा मलाई पत्र प्राप्त भइसकेपछि जब म जिल्ला फर्केँ अत्यन्त कारुणिक अवस्था थियो।
भातृ संस्था बनाएको छ, त्यो संस्था कहाँ बाँधिया छ, कुन काम र कुन सङ्गठनमा संस्थाहरू हिँडेका छन्, त्यो शून्यमै थियो। जब म यहाँ आइसकेपछि त्यसलाई बाँध्ने कोसिस गर्न थालेँ। तर 2-3 वर्षको दरमियानमा उहाँहरूको चाहिँ स्वभाव, उहाँहरूको आचरण, उहाँहरूको गतिविधि यस्तो अराजक, यस्तो असङ्गठित भएर गएछ कि अब जाने कुनै चिया पसलमा पनि असान्दर्भिक पार्टीका कुराहरू निकाल्ने, यस्तो भएपछि मैले त्यसलाई अलिकति बाँध्न खोजेँ। अनुशासन आचार संहिता विधानमा बाँध्न खोजेँ। बाँधिने क्रम पनि थियो, तैपनि उहाँहरूले मिटिङ गराइरहनु भएको थिएन। त्यही बेला जिल्ला खेलकुद विकास समितिको अध्यक्ष को सम्बन्धमा छलफल भयो। उहाँहरूकै बिचमा मैले छलफल गराएँ र उहाँहरूले नै भन्नुभयो कि नेपाली काङ्ग्रेसको पदाधिकारीबाट यसलाई निष्कर्षमा ल्याइयोस् भनेपछि मैले पदाधिकारीहरूसँग समन्वय गरेँ र जुन पदाधिकारीहरूको बहुमतको सुझाव सल्लाह थियो त्यो सल्लाह अनुसार चाहिँ यहाँबाट सिफारिस भयो। अब उहाँहरूले नै उहाँहरू समेतको बैठकबाट माइन्युट भएको कुरा त्यसलाई कार्यान्वयन गराउँदा उहाँहरू हठात चाहिँ नि आवेगमा आउनुभयो, आफ्नो जिम्मेवारीलाई बिर्सिनुभयो। राजीनामा कहाँ दिनुभयो त्यो मलाई थाहा छैन। पछि बुझ्दाखेरि पत्रकार सम्मेलन गरेर उहाँले राजीनामा त जुन निकायले मनोनित गरेको छ त्यो निकायले राजीनामा दिने, हामीलाई बोधार्थ दिने हो, हामीले राजीनामा स्वीकृत गर्ने होइन। अनि उहाँहरूले चाहिँ अब मैले पनि वास्तवमा कतिपय तरुण दलको जिल्ला कमिटीको सदस्य नचिनेको रहेछु। अब उहाँहरूले राजीनामा भनेर पत्रकार सम्मेलन मार्फत राजीनामा पत्र हजुरकोमा आइपुगेको छैन, मसँग आइपुगेको छैन र मैले स्वीकृत गर्ने पनि होइन। त्यो स्वीकृत गर्ने निकाय भनेको तरुण दलकै माथिल्लो निकाय हो। अनि त्यति भइसकेपछि अब त्यो स्वीकृत भयो भएन त्यसको बोधार्थ केही पनि आएको छैन। तर जब 2 जना उपाध्यक्षमा 1 जना उपाध्यक्षले राजीनामा दिएपछि स्वाभाविक रूपबाट सङ्गठन त अगाडि बढाउनु पर्यो। पहिले भने त राजा मरे पनि काज चाहिँ बाँकी रहँदैन भन्ने कुरा थियो। त्यसकारण चाहिँ स्वाभाविक रूपबाट विधानत बाँकी रहेको उपाध्यक्षलाई कार्यवाहक अध्यक्ष तोकेर टिओआर समेत दिएको छ। कार्तिक मसान्तभित्र उहाँले जिल्ला अधिवेशन गराउनुपर्छ। यस किसिमबाट दिँदा पनि त्यो पनि चित्त बुझ्दैन भने तरुण दलको जिम्मेवार नेतृत्वले यति सामान्य कुरा बुझ्नुहुन्न भने तरुण दलको त्यो बेलाको अवस्था हैसियत कस्तो रहेछ यो हजुरहरूले नै विचार गर्नुहोस् न। तर अब बढ्दैछ, त्यसको क्वालिटी बढ्छ, त्यसको चाहिँ क्षमता बढ्छ, उनीहरूले सङ्गठन गर्ने सुझबुझ अब चाहिँ आत्मसात गर्छन्, मलाई त्यो विश्वास छ। अनि अन्य भातृ सङ्गठन पनि सुस्त छ नि त, नेभी सङ्घ, महिला सङ्घ। अब यिनीहरूमा मैले भनिहालेँ जस्तो त्यो बिचको 2-3 वर्षको दरमियानमा ती सबै भातृ संस्थाहरू यसरी 0 लेभलमा झरेछन् कि गतिविधि सुन्ने सबै। म त अब एक किसिमले केन्द्रीय नेतृत्वहरूलाई कन्भिन्स गराउनमै व्यस्त रहेँ र जब म फर्केपछि अब त्यस्तो हुँदैन। 25 गते पनि सबै भातृ संस्थालाई पनि बोलाइएको छ। भनेको अब काङ्ग्रेस पार्टी एकदम चलायमान, अत्यन्त चलायमान। म पटक भन्ने गरेको छु कि 48 सालमा हामीले 3टै क्षेत्र 46 सालको प्रजातन्त्र पुनर्बहाली पश्चात जब जिल्लामा म आएँ सबैतिर काङ्ग्रेस कमजोर थियो। हामी युवाहरू त्यतिखेर खुब चलायमान भयौँ। 48 सालमा 3टै क्षेत्र गुमायौँ। तर फेरि 49 सालको स्थानीय निर्वाचनमा चाहिँ 76मा 66 गाउँ विकास समितिमा काङ्ग्रेसको वर्चस्व रह्यो। भनिसकेपछि अझै पनि बाँकी छ। त्यो समय एक निवेश हामी पार्टी सङ्गठनको सुदृढीकरणमा लाग्नेछौँ। योभन्दा अगाडि शेरबहादुर देउवा पार्टी सभापति हुँदाखेरि हजुर तपाईँ संस्थापन इतर टिममा हुनुहुन्थ्यो। अहिले विशेष महाधिवेशन पछाडि गगन कुमार थापा नेपाली काङ्ग्रेसको पार्टी सभापति हुनुहुन्छ केन्द्रमा। अब तपाईँ संस्थापन इतर कि संस्थापनतिरै हुनुहुन्छ? कस्तो राम्रो, कस्तो चाहिँ सामयिक प्रश्न सोध्नु। तर यसको जवाब पनि मेरो अलिकति बेग्लो छ। जस्तो कि म राजनीतिमा जब गर्छु भनेर खोटाङमा प्रवेश गरिसकेपछि सबभन्दा पहिलो कुरो त मैले गुटलाई पटक्कै ध्यान दिइनँ। गुट चाहिँ मेरो पङ्क्ति चाहिँ कस्तो हुन्छ भने त्यो इमान्दार, नैतिकवान, निष्ठावान व्यक्तिहरू एक ठाउँ उभिन्छ र म त्यहाँ हुन्छु भने त्यो गुट मान्नुहुन्छ भने त्यो गुट मेरो हो। जो चाहिँ तपाईँको खुराफात गर्छन्, एक अर्कामा असहिष्णु छन् अनि कामचोर गर्छन्, त्यो मेरो विपरीत गुट हुँदो रहेछ। त्यसकारण सबैलाई इमान्दार भइसकेपछि, सबै निष्ठावान भएपछि, कर्मशील भइसकेपछि गुट रहँदैन, एउटा कुरा। दोस्रो कुरो, म पहिले पनि होला महाधिवेशन हुँदा 2 जना 3 जना उठ्दा कुनै न कुनै एउटा नेतालाई मतदान गरियो होला, त्यो फाल्टै कुरो। तर अन्य समयमा म एउटा नेतामा केन्द्रित कहिले पनि भएन। जस्तो कि 14औं महाधिवेशन पछाडि जब म काठमाडौँ गएँ त्यो चाहिँ स्थानीय मतलब प्रदेश र सङ्घको चुनाव ताका थियो। 79 सालमा म गएँ। एकैचोटि त्यो टिकट वितरणको समयमा नेताहरूसँग भेट हुँ, जिल्लाको अवस्था बुझाउँ भनेर गएको थिएँ। त्यसो हुँदाखेरि म एउटा व्यक्ति एउटा नेतासँगै धेरै क्लोज र अर्कोसँग पर रहेन।
त्यसै बेला जस्तो कि अब त्यो बेला चाहिँ म अब शेरबहादुर दाइ नै त्यतिखेरको सभापति निवर्तमान सभापति पूर्णबहादुर दाइ हुनुहुन्थ्यो र अन्य नेतृत्वहरूलाई म पटक पटक भेट्नुको कारण के हो भने उहाँहरू नै आधिकारिक व्यक्तित्व हुनुहुन्थ्यो र जिल्लाको समस्या हो भनेर भनियो। जब हाम्रो खोटाङ जिल्लाको इस्यु चाहिँ मुद्दा चाहिँ अब अन्तिम अवस्थामा पुग्दाखेरि अब सभापतिले आफ्नो पदसहित फिर्ता हुने अवसर प्राप्त हुने बेलामा विशेष महाधिवेशन भयो। अनि म त्यो बेला चाहिँ एकदम तत्कालीन नेतृत्वहरूसँग गइरहेको थिएँ अनि विशेष महाधिवेशनको अवस्थामा म चाहिँ कारबाहीमै थिएँ। त्यसो भएकोले विशेष महाधिवेशनमा मैले एटेन्ड हुने कुरा पनि थिएन। अनि जब विशेष महाधिवेशन सिद्धियो अनि दुईवटा संवैधानिक निकायहरूले चाहिँ अब यसैलाई मान्यता दिइसकेपछि म जिल्लाको नेतृत्व भएकोले मेरो धर्म मेरो कर्म के हो भने यहाँको सङ्गठनलाई सुदृढ गराउने हो। त्यो सुदृढ गराउँदाखेरि म इतर पक्षको देखिएँ भने अब त्यसमा आफ्नो विश्लेषण हो। तर म अहिले पनि खालि नेपाली काङ्ग्रेसको मात्रै म अनुयायी हुँ, मान्छे हुँ। भनेको संस्थापन इतर संस्थापन मतलब नेपाली काङ्ग्रेसको सङ्गठन सुदृढ हुनु पर्यो। अब उहाँहरू के कारणले के नियतले के अभिष्टले लडाइँ लडिरहनु भएको छ त्यो मलाई चाहिँ लड्नु हुँदैन भन्ने मेरो चाहिँ भनाइ हो। सबै समेटिनुपर्छ। विष्णु राईलाई 4 तारे झन्डाको मायाले रुखको मायाले त्यत्रो समयसम्म मलाई एक किसिमले चाहिँ त्यत्रो नसिहत दिँदा पनि मैले काङ्ग्रेस छोड्न सकिनँ भने उहाँहरूलाई त त्यस्तो नसिहत त कसैले दिएको छैन। समेटिनु पर्यो नि, जो हो त्यसमा हुनुहुन्छ समेटिनु पर्यो। पार्टीलाई अत्यन्त द्रुत गतिले अगाडि लैजानु पर्यो। केन्द्रको कारणले जिल्लाको सङ्गठनहरू पनि खस्किनु भएन। अब काङ्ग्रेस पार्टीकाहरूले बिपी स्मृति भवन अगाडि हजुर अथवा मुनि भनौँ न बुझ्ने तरिकाले हो त्यहाँ एक हिसाबले अब ढिस्को भनौँ अथवा पहिरो हो त अहिले पार्टी कार्यालयमा अलिक क्षति पुग्यो अहिले। मर्मतको लागि चाहिँ तपाईँले काङ्ग्रेस निकट जनप्रतिनिधिलाई सहयोग माग्नुभयो के पार्टीसँग फन्ड थिएन? मैले अघि पनि भने यतिकै जस्तो पुरानो कार्य समितिबाट मैले आफू समेतको खाता समेत खोल्ने प्रक्रिया मात्रै सुरु भएको थियो, त्यो पनि सम्पन्न भएको थिएन। त्यसपछि 79 सालदेखि त पुरै पार्टी अफिस नै बन्द रह्यो, कहिल्यै खुलेन। अनि त्यो बिचमा झारै पलायो। त्यो बिचमा त कोठा कोठामा मुसाले गुड लागेको चाहिँ तपाईँको पुरै माकुरीहरूले जालो हालेको हुँदाहुँदै प्राङ्गणमा पनि मुसाले चाहिँ कति ठाउँमा खोतरेको रहेछ। अनि त्यस्तो अवस्थामा जब हामी आयौँ अनि सबै सगेट्यौँ ओर्यौँ र त्यो काहीँ खोपिल्टा छ काहीँ के छ भोक्सी छ, त्यस्तो अवस्थामा प्रसादले चाहिँ त्यसलाई क्षति पुऱ्याएर अहिले हजुरहरूले पनि देख्नु भएको छ निकै ठुलो क्षति पुगेको छ। त्यसलाई बनाउनको निम्ति जब खाता नै मेरो नाममा खोलिसकेको थिएन भने त्यहाँ फन्ड हुने कुरा पनि थिएन। पहिलो कार्य समितिमा पनि थिएन होला। मैले त कलेक्सनै गर्न पाइनँ, कसैलाई लेबी उठाउने अवसर पनि परिस्थिति पनि भएन। अनि एक किसिमले शून्यमै थियो त्यो अवस्था। अनि हामीले बसेर चाहिँ आधिकारिक व्यक्तिहरू बसेर अब यसलाई कसरी बनाउने त पैसा त चाहिन्छ। त्यसपछि सबभन्दा पहिले पार्टीको पङ्क्ति समेत नपुगौँ, जनप्रतिनिधिहरूलाई सामान्य निश्चित रूपबाट उहाँलाई मापदण्ड तोकेर पत्राचार गरौँ भनेपछि अहिले त्यो कलेक्सन हुँदैछ। अब 25 गते त्यो सबै उठेको बजेटको चाहिँ प्रतिवेदन त्यहाँ पेस हुन्छ अनि त्यसलाई कुन तरिकाबाट मर्मत समार गर्ने भनेर हामीले त्यो चाँडै नै मर्मत समार गराउने उद्देश्यमा छौँ। तपाईँहरू साउन 18 गते चाहिँ तपाईँ लगायत काङ्ग्रेसका नेताहरू एमाले पार्टी कार्यालयमा र अन्य दलसँग अनौपचारिक छलफल गरिएको फोटोहरू सार्वजनिक भयो। एमाले त्यस पछाडि नेकपासँग तपाईँले त्यहाँ छलफल गरेको फोटोबाट हामीले बुझ्यौँ जान्यौँ। हाम्रो बुझाइ गलत पनि हुनसक्छ। तपाईँको त्यहाँ छलफल चाहिँ के भयो? होइन, त्यो चाहिँ के हो भने वास्तवमा विगत धेरै लामो समयदेखि त्यो करिब 3 दशकै भयो उहाँहरूसँग चाहिँ हामीले बस्दै यो जिल्लाको अप्ठ्यारा सजिला यी विभिन्न कुराहरूमा चाहिँ हामीले छलफल गर्ने बस्ने त्यो क्रम थियो, त्यो इतिहास छ। त्यसपछि झन् बिचमा चाहिँ अब स्थानीय निर्वाचनहरू जनप्रतिनिधि विहीन हुँदाखेरि सर्वदलीय ढङ्गबाटै कहिले रात दिन पनि भनेनौँ, भोका तिर्खा पनि भनेनौँ। हामीसँग धेरै सुख दुःखका त्यो अनुभवहरू हामीले समेटेको छौँ। द्वन्द्वकालमा हामी नै गएर चाहिँ विद्रोही दलहरूसँग अमुक ठाउँमा गएर हामीले 6 बुँदे एउटा सहमति पत्र गऱ्यौँ। त्यतिखेर चाहिँ द्वन्द्व चलिरहेकै थियो। त्यो बेला सेनाहरूले हामीलाई भेट्थ्यो भने हाम्रो ज्यानको जोखिम पनि थियो। त्यस्तो अवस्थामा पनि जिल्लाको हकितको निम्ति हामीले सहमति एउटा बनाएर वातावरणलाई अलिकति सामान्यकरण गराएको थियौँ। यी सबै इतिहासहरू छ, विगत छ। र बिचमा मेरै कारणले म धेरै काठमाडौँमा रहनु पर्यो अनि यो कुरो चाहिँ विच्छेद भएको थियो, यो कुरो टुक्रिएको थियो। अनि बाइदे भाइ फोनफान गर्दै बसौँ न, चियापान बसौँ। अहिले पनि त परिस्थिति अलिकति नाजुकै छ, फेरि नयाँ सरकार त आएको छ। अहिले तपाईँ जानुहोस् त, अब यहाँ चाहिँ खाना बनाउनु पर्यो, ग्यास सिद्धियो, ग्यास पाउनुहुन्न तपाईँ बजारमा। त्यस्ता कति समस्याहरू
जुन चाहिँ तत्काल हामीले बसेर कसरी जाने भन्नु जरुरी पनि थियो होला। केही दलहरू छुट्नुभयो होला, तर त्यो कुनै निहित उद्देश्यले छुटेको चाहिँ होइन। उहाँहरूलाई बिस्तारै बिस्तारै यो फोरम बढ्दै जान्छ, सबै दलहरू एक ठाउँमा बसेर हामीले जिल्लाको समसामयिक विषयमा, विकास निर्माणको सम्बन्धमा, जनताले पाउने सेवा प्रवाहको सम्बन्धमा यसलाई चाहिँ औपचारिक अनौपचारिक छलफल गर्दै त्यसको चाहिँ एउटा सहजीकरणको वातावरण बनाऊँ भनेर अनौपचारिक त्यहाँ लेखापढी केही होइन, बसिएपछि अहिले क्यामेरा हातमा मोबाइलमा चाहिँ फोटो खिच्नु लाग्यौँ। तर यो तपाईँले त अब नयाँ पार्टीसँग डराएर 3टा पार्टी एक हुन लाग्यो पनि क्या र, अथवा 84 स्थानीय त लक्षित हो कि भन्ने पनि हो कि त्यो भन्छन्। हजुरलाई के भन्छ भने के गर्दाखेरि के तर्सेको, केले भन्छन् बिजुलीले हानेको भने जस्तो पनि भयो होला। त्यस्तो बिल्कुलै होइन। जित हार भन्ने कुरा जनताको हातमा छ। दुईजना हिँडेर जाने जित्ने अथवा नहिँडेर जित्ने यो कुरै होइन। म त अझै के भन्छु भने सत्तामा जोसुकै जाउँ, म विष्णु राई मै जानुपर्छ भन्ने छैन, अथवा चिसाङ भाइ तपाईँ जानुपर्छ, जो जाउँ, तर गएको व्यक्तिले जनताको हितमा बढीभन्दा बढी काम गरून्। म भन्दा अझ क्षमतावान मान्छे र साँच्ची नै पारखी मान्छे त्यहाँ पुग्यो भने म गए जस्तो अनुभव गर्नुपर्छ भन्ने मान्छे म। 64 सालमा नेतृत्वले तपाईँ जिल्लामा धेरै बसिया अरे तपाईँ उठ्दा राम्रो हुन्छ अरे भन्छन्। त्यतिखेरको परिस्थितिमा के थियो भने म भन्दा अर्को व्यक्ति उठ्न राम्रो हुन्छ, म त त्यसै पनि खटौँला, म आफै उठे जस्तो गरेर खटौँला भनेर मैले आफ्नो नामै सिफारिस नगरेको मान्छे। 56 सालमा मैले स्थानीय चलाएँ, अब 5 वर्ष, अब अरू उठ्नुपर्छ भनेर 56 सालको चुनावमा वातावरण राम्रो थियो, मैले आफ्नो नाम पठाइनँ। म त यस्तो मान्छे। त्यस कारण त्यो जित्ने भन्ने कुरा केमा जित्नु केमा हार्नु, खोटाङ जिल्लाले जित्नुपर्छ। अगर म जितेर पनि खोटाङ हार्यो भने त्यो जित होइन। र अहिले जसले जित्नु भएको छ उहाँले पनि यही सोच्नुपर्छ। त्यस कारण यस्तो सानो सोच, एउटा सानो उद्देश्य, सानो सपना राखेर राजनीति गर्ने मान्छे कहिले पनि गन्तव्यमा पुग्न सकिँदैन। त्यो बिल्कुल होइन। अब परिस्थिति भोलिको त के हुन्छ कसो हुन्छ त्यो त भोलि जान्ने कुरा हो, आजदेखि खिपेर जाने कुरा होइन नि त। पहिले पब्लिकमा हामीसँग पुग्नु पर्यो। खोटाङमा 2 नगरपालिका 4 गाउँपालिकामा काङ्ग्रेसको मेयर र अध्यक्ष जितेको छ। उहाँले अहिले स्थानीय तह चलाइरहनु भएको छ। काम चाहिँ कस्तो गरिरहेको तपाईँले देख्नु भएको छ? जनमुखी काम गर्नुभएको छ कि छैन? सभापतिको हिसाबले कसरी देख्नु भएको छ? अब दुवै खालको मिश्रित क्रिया प्रतिक्रियाहरू आएका छन्। कुनै खालको चाहिँ प्रतिक्रियाहरू ले चाहिँ हामीलाई अलि संवेदनशील पनि बनाएको छ। त्यो अब हामीले अझै पर्गेल्नुपर्छ। 1, 2, 3टा पात्रहरूको प्रतिक्रियाले नै हामीले आकलन गर्नुहुन्न। फिल्डमा जाँदाखेरि राम्रै देखिएको छ र केही प्रतिक्रियाहरू त सकारात्मक पनि छन्। तर अब एउटा चाहिँ तपाईँलाई नढाटी भन्नुपर्दा त्यो मैले भन्न मिल्ने हो कि नमिल्ने हो, मैले लगातार यहाँ भेला बैठक आधिकारिक रूपबाट सामाजिक सञ्जालमा फोनबाट मैले चाहिँ बैठक छ तपाईँहरू आउनुहोस् भन्दाखेरि पनि हाम्रो केही पदाधिकारी अथवा अध्यक्ष जननिर्वाचित अध्यक्ष उपाध्यक्षहरू आउनुहुन्छ, सबै चाहिँ जुट्न भ्याइरहनु भएको छैन। अनि मैले के भन्छु भने एक दिन चाहिँ तपाईँहरूले जनताको काम गर्दा गर्दै एक दिन चाहिँ पार्टीको काममा जनतासँगै हात जोडेर भन्नुहोस् कि आज मेरो पार्टीको काम छ, त्यही धरातलमा म उभिएर जितेको हुँ, तपाईँहरूको सेवा गर्न आएको हुँ, त्यस कारण म त्यहाँ जान्छु है भनेर बरु विनम्रताका पूर्वक हात जोडेर जनतालाई भनेर आइदिनुहोस् न भन्दा आउन नसक्दा चाहिँ नि मैले साँच्चै नै उहाँले धरातल छोडेर चर्का आकाशमा मात्रै उठिरहेको हो कि पनि भन्छु। तर त्यो पनि नहुन सक्छ। 25 गते आउनु नसकेको हो कि पार्टी सभापतिलाई नटेरेको हो? अब टेर्नु नटेर्नु सभापतिलाई नै टेरिँदैन, काङ्ग्रेसलाई टेरिँदैन, नेतृत्वहरूलाई नै टेरिँदैन भने अब त्यो नटेर्ने कुरा उहाँहरूलाई सोध्ने कुरा हो। मैले टेर्नु भएन, मैले कसरी भन्नु? त्यस कारण यो टेर्ने नटेर्ने भन्ने कुरा भन्दा पनि आचार संहिता, अनुशासन, आफ्नो जिम्मेवारी, कर्तव्य, विधान यी सबै कुराहरूलाई टेर्नुपर्छ। एउटा व्यक्तिलाई टेर्ने नटेर्ने भन्ने कुरा त्यो गौण हुन्। हिटलरलाई चाहिँ अब सबै हिटलर त हुन सकिँदैन। त्यस कारण त्यो किसिमको त म मान्दिनँ। उहाँहरू नभ्याएर होला, तर मलाई आशा छ श्रावण 25 गते उहाँहरूले भ्याउनुहुन्छ आएर, अनि त्यसपछि हामी समीक्षा गर्छौँ। उहाँहरूको गाह्रा साह्रो अप्ठ्यारा हामीले जो नकारात्मक प्रतिक्रिया सुनेका छौँ, उहाँहरूसँग फेस टु फेस यस्तो यस्तो कुरा आएको छ, त्यो के हो त त्यो भनेर वास्तविकता बुझ्छौँ। एक पक्ष मात्रै सुनिराखिया छ। त्यसो हुँदाखेरि मैले त्यही कुरा नै सही हो त म भन्न सक्दिनँ। कतिपय कुराहरू निराशाजनक कुराहरू पनि आएको छ। त्यो कुरा चाहिँ एक थलोमा बसेर पार्टीको प्लेटफर्ममा बसेर त्यसको चाहिँ समीक्षा गर्ने, पर्गेल्ने, अनि त्यसपछि वास्तविकता पत्ता लगाउने कुराहरू त्यसपछि हुन्छ। साउन 25 गते, त्यसपछि भदौ 24 गते म बृहत भेला गराउँदैछु। अनि त्यसपछि कार्यक्रम अनुसार पब्लिकमा जाने मेरो कार्यक्रमहरू छ। अब हेरौँ। अब अन्तिममा हजुर फेरि काङ्ग्रेसको
राजनीतिमै केन्द्रीय राजनीति एकचोटि फर्कौँ हामी। अहिले धेरै हल्ला चाहिँ काङ्ग्रेस चाहिँ फुटको सङ्घारमा छ भनेर हल्ला आइरहेछ, त्यस्तो पनि देखिन्छ। के अब काङ्ग्रेस साँच्चै नै फुट्छ या फुट्दैन? फुट्ने भनेको चाहिँ अब कस्तो हो भने एउटा ठुलो वैचारिक अथवा भनौँ न विचार नमिल्दाखेरि चाहिँ नै एक ठाउँमा बसेर कार्ययोजना अनि त्यसपछि कार्यक्रमहरू र विधानलाई इम्प्लिमेन्ट गर्ने बिपी विचारलाई इम्प्लिमेन्ट गर्ने कुराहरूमै रणनीतिक ढङ्गबाट केन्द्रीय नेतृत्वहरूमा त्यो कुरा मिलेन भने पार्टी फुट्छ। यहाँ मैले त्यस्तो देखेको छैन। बिपी विचारलाई पनि मान्ने, जननायक बिपी कोइरालाको उद्देश्य पुरा गर्न, सपना पुरा गर्न भन्ने, प्रजातन्त्र, राष्ट्रियता, लोकतान्त्रिक समाजवाद, समावेशिता, यी सबै कुराहरूमा चाहिँ नेपाली काङ्ग्रेसमा त्यस्तो ठुलो विग्रह विवाद छैन। केही टेक्निकल कुराहरू, केही प्राविधिक कुराहरू, त्यसलाई व्यवस्थापन गर्नलाई चाहिँ त्यहाँ केही नमिलिरहेको अवस्था हो भने त अब नेताले मिलाउनु पऱ्यो नि। समग्र नेपाललाई चाहिँ समृद्ध बनाउने अभियानमा हिँडेका नेताहरू, उहाँहरू अग्रजहरू हुनुहुन्छ, हामी जिल्लाका नेताहरू हौँ भनेपछि यो विषयलाई लिएर त्यत्रो ठुलो इतिहास भएको पार्टी फुट्छ भन्ने चाहिँ मलाई विश्वास लाग्दैन। हस्, धन्यवाद हामीसँग यो विशेष कुराकानीमा सहभागी भयो। बडो गाह्रो प्रश्न दिनुभयो, जवाब चाहिँ कहाँसम्म भयो हजुर यहाँमै अब नियुक्त भयो। हस्, नमस्कार। हस्, हामीसँग नेपाली काङ्ग्रेस कोटाङका सभापति विष्णु कुमार राई आजको यो विशेष संवादमा हुनुहुन्थ्यो। फेरि हामी अर्को श्रृङ्खलामा नयाँ अतिथिसँग यसरी नै संवाद लिएर आउँछौँ। तबसम्मका लागि बिदा हुन्छौँ। नमस्कार।